चाहिँ भन्नु त्यो लामो बल्ब छैन धेरै कहाँ छैन सबै आउँछ के खाइदिनु भीमले उक्ने अब खै एकैचोटि हालेछ त्यसपछि भीमले हालिदियो अब हात पर्छ यसलाई बनाउँछु अर्को ल्याउँछ
अनि माथिको माल डल्लो त्यो खोइ डल्लोवाला के हो यस्तो एउटै रहेछ त्यो दुईटा हुनुपर्ने त्यो एउटा त हुन्छ त्यो एउटा त हालिसके ए खै जुट जुट बाबु बुढोको स्टाइलमा फिट गर्दै जान्छ झ्यापझुप धुँदै हाल्दै होइन तेरा यसलाई पुस्ने त पर्दैन सबै सकी छ दुवैतिर एउटा एउटा आउँछ होइन त्यो पनि एउटै लाग्ने हो यही पलमा मिल्दैन त्यो लागिसकेपछि कहाँ मिल्छ हाउजिङ ऊपर से डाला है तो भीतर डलाई दहना हम डाल दी छिरा उता चाहिँ बिस्तारै चल गयो यता झर्छ नि त ठिक छ म ल अब त त्यसलाई पक्रिनु परेन हो त्यहाँसम्म सर्लक्क बोरिङ त तल सबै छ नि ल हाल त हेर्छु म ल हेर्नु राख यता केही फरक पर्दैन त्यो माल फिट एन्ड फाइन अब यसलाई गयो त्यसका सुहाना पर्दैन त्यो बोल्ट हाल बोल्ट छोडिदियो त्यो लगाइसक्यो त्यो फरक पर्दैन बोल्ट हाल त बोल्ट अब एङ्गल जति मोड्यो त्यति प्रेसर बढ्दै जान्छ होइन मेसिन स्लो भएको बेला यो यतातिर बस्छ होइन सिधा ल अब कति करल बोल्ट डालो न बोल्ट साफ सिराउनु पर्यो कि हो त्यो सबै ठिक्क टाइट गर्नु
12 बोइलिङ छ सेन्टर पार्नलाई घुमाउनलाई सजिलो झर्दैन यसको त माथिबाट नै मिल्छ तलको सबै टाइम गऱ्यो यो सार्नुपर्छ क्या चला लिया पेल दो साली को अब ये हो गया। अब इसको फुल टाइट कर रहे हैं हम लोग। फुल टाइट कर अब रेगुलेटर डालेंगे। अब डाल देंगे तो काम इसका ख़त्म हो जाएगा, काम मुकम्मल हो जाएगा। फिर बंदे लोग जाएगा मशीन में चढ़ाने। सुनो भाई बाबाले सुताएर भन्दैछ ऊ त्यो कप्लिङ ल्याएर एकचोटि घुमाएर हेर नि ल डाल्ने डालने नहीं क्या करना था खुट्टामा लाग्ला नि लाग्दैन त्यो यता आयो ल ए साट खै बस ल भयो। अब इसको डालने के बाद ये कपलिंग डाल के चेक करना पड़ता है। त्यो सेन्टरै मिलेको छैन क्या त्यो दाँतको ये चला गया। अब इसको इधर से घुमा के इधर वाला घूम रहा है कि नहीं वो देखना पड़ेगा। ये घूम गया तो माल फिनिश, पंप कंप्लीट हो गया। ल भयो भाई अब फुल टाइट गरौँ यो भित्रको चाहिँ उखा हो क्या क्रेडल यो छ नि यसको यो भित्रको चाहिँ खाएको क्रेडलको त डल्लो लाग्ने यसको डल्लो भन्दा नि क्रेडलको चाहिँ वाल बुस जस्तो हुन्छ त्यही त त्यो बुस डल्लो खा हो कि त्यो त्यसको भित्रको चाहिँ क्रेडलको उखा हो। त्यो नि त्यो त्यो सानो हुन्छ ऊ त्यो चाहिँ यो त्यो चाहिँ त्यो पनि सानो लागि यो टिकको भन्छ यो गोप्रो साउले किनेको कसले हल्ला गरेको होइन मैले सुनिरहेको थिएँ कसले किनेको गोप्रो साउले किन्यो रिसा लाग्यो भनेर खुद आफ्नो पैसा मलाई क्यास गएको छ यो 42,000 त गोप्रो मात्रै यो पछि मिडिया मोड 15,000 मेमोरी कार्ड 4500 फोटो कति गयो ल 60-65,000 गएको छ नि त्यो माउन्ट साउन्ड गर्दाखेरि त 65,000 सक्यो DSLR सेकेन्ड ह्यान्ड किनेको ठिकै ठुलो हुन्छ नि त बोकेर हिँडेर काम गर्ने यो भने बाइकमा हिँड्दाखेरि पनि काम लाग्यो आफू यसमा नि फोटो खिच्न मिल्छ हैन मिल्छ तर घुमाएर यो यो कहाँ बस्छ यताको होइन यहाँ यताको यो त्यही त जता लाए पनि लाग्नु चाहिँ लाग्छ कि यो यस्तो घुमा न हो यो भाग यताले न यता क्या यता फर्लक्क होगल समझ गई नहीं हम। कोई फिलर के पेट्रोल खोजेको यहाँ पेट्रोल कहीँ नपाएर बोरिंग तो नहीं बाकी ठीक है होइन दायाँ बायाँ होला त लागेर दायाँ बायाँ होला
दायाँमा होला त म यहाँबाट हेर्छु उठाएर हल्का उठाएर दायाँमा दे ठिक छ ल राख त फसिसक्यो होइन मिलेको छैन उता उता डल्समा लागेको छैन यो अलिक लागेको छैन कि भल त भल गर्नुपर्छ त्यो सबै माथि भएको के बोल्टिङ यही छ त मैले छ त त्यो उसको हो क्या पाइलट हो त्यो चाहिँ यो मात्र ओरिङहरू यसको फेरे होइन त्यो 5 को कहाँ इधर बा इधर जानु पर्यो लाडो नत्र खाना नि बस्दैन आजभोलि यो जाडोको बेला जहिले नि खाना गर्छ कि त बर्खाको बेला अहिले त अलि बच्छ नै बर्खाको बेला त सधैँ होइन सबैजना ग्यारेजमै हुन्छ किरण कहाँ थारूसँगै गह ल भयो पिआर भन्नु पनि हाल्दैन के खाना खान जाने जम्न भात खाना म त खाँदैन किन म खाएर भने यहाँ खाना कहाँ खानु मिल्छ पिरो सिरो लाउँछ एकदम चाइनिज स्टाइल होइन जा खाना खानु योहरू अड्किँदैन यो चाहिँ निस्किन्छ होइन यो खास यस्तो हो कि बाइपास हो क्या नन रिटर्न भनौँ न यताको प्रेसर आएर यतै जानु पऱ्यो क्या यता आउनु भएन क्या त्यसको लागि मात्रै चेक भल खै माल यो कसरी बस्छ थाहा छ यही भित्र बस्छ होला यो बाहिर यो बाहिर हो यो निस्किने जोडीवाला खुल्ने भाग चाहिँ माथि योमा चाहिँ अनि त्यसमा चाहिँ यो खुल्ने भाग चाहिँ भित्र अलिकति यो त माल केही हालिदिउँ न। फरकै होइन यो आखिर यो अड्किने सड्किने हुँदैन यो चेक भल मात्रै त्यो प्रेसर उ गर्ने मात्रै एकतिरबाट अर्कोतिर जानु नदिने के फेरि उल्टो भयो उल्टो कहाँ भयो सुल्टो उल्टो छ भन्दा दो एक है तीन ठीक है
ऊ हालिदिएपछि भयो अब के हाल्नु पर्ने छ सबै त हालिदियो त्यहाँको प्लेट त्यो त हालिहाल्छ नि अप्ठ्यारो हुन्छ नि कप्लिङ प्लेट हो ऊ त्यो पहेँलो अगाडि आउँछ ए अब भयो अब भोक लागिसक्यो यार अब त जान्दिन त्यो हालेपछि सकियो नि त यसको तल होला यता घुमाउ यहाँ रहेछ एउटा अर्को यहीँ छ खै त यो 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 भाग माथि गरेर त भनेपछि ठिकै छ ठिकै छ ठिकै छ ठिकै छ जसरी छ त्यसरी नै टपमा हाल्नु ठिकै रहेछ भनेपछि यो भाग यता आउँछ त्यो भाग भयो बोल्ट हाल्दिउँ माथि आउँछ बाहु 17 को थियो त अघिको छैन कहाँ पुग्यो त उही हो घुमाउँदै है मजा हाल्ने बाबा पोखिहाल्छ